गाइज अब हामी जानुपर्छ आर्मी। खै त बाहिर यहाँ ब्यागु त स्यागु त केही नै छैन। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हाम्रो इन्स्टिट्युटदेखि आर्मी स्कुलमा भिजिटिङ गर्न लाग्नु भएको थियो। अनि मैले चाहिँ सरको मोबाइलदेखि भिडियो गराएको थिएँ। त्यो भिडियोलाई म तपाईँहरूमा प्रस्तुत गर्न चाहन्छु, प्लिज हेरिदिनु होला भन्न चाहन्छु। अनि कस्तो लाग्यो अनि साथ सपोर्ट गर्न नबिर्सिनु होला। म यस्तै भिडियो ल्याउने छु, नयाँ नयाँ भिडियो ल्याउने छु। अनि त्यो क्लिप चाहिँ हेरिदिनु है तपाईँ। है अनि कोही यहीबाट हामी जस्तै हजारौं बालबालिकाहरू, हजारौं आमाका छोराछोरीहरूलाई सही मार्ग निर्देशनलाई गाइड गर्ने गाइडर भएको हेर्न त्यहाँ टिचर है। टिचर भयो भने के हो थाहा छ, एउटा माझी जस्तै हो के। तिमी माझी भएको किन भने माझीले के गर्छ थाहा छ, कात्रोहरूलाई त्यो जो तिम्रो त्यो ताल हुन्छ, ठुलो ताल हुन्छ जसलाई पार गर्न सक्दैन नि, त्यहाँ उसले ढुङ्गामा राखेर आफ्नो त्यो गाह्रो ठाउँलाई चाहिँ उसले पार गराइदिन्छ क्या, पारी लगिदिन्छ। अनि त्यसपछि माझी त कहाँ हुन्छ, त्यही खोलामै हुन्छ, त्यही ढुङ्गामै हुन्छ। तर जसलाई चार्दिएको जो गन्तव्य जो यात्रुहरू उनीहरू आफ्नो डेस्टिनेसनतिर लम्किन्छन् र त्यो माझी त्यति बेला खुसी हुन्छ जब उसले आफूले तार्देका यात्रुहरू आफ्नो गन्तव्यमा पुगेर सफलताको झन्डा फर्काउँछन् नि, तब त्यो माझी संसार जित्नेको जस्तो लाग्छ। उसलाई त्यही अध्यक्ष होइन, सभा अध्यक्षको आसन ग्रहण गरिदिनु हुन यसै न्यू ब्रिजका सञ्चालक आदरणीय अग्रजको हाम्रो भीम ढकालज्यूलाई त्यसै गरी हाम्रो एकदमै प्यारो भाइ पनि हुनुहुन्छ। म भाइ नै भन्छु किनभने मायाले हामी दाइ भएर जोडिया हो। अहिले सहकर्मी हामी एउटै छौँ होइन, एकदमै हामी साथी पनि हौँ। हामी एमयुदेखि लिएर मास्टरसम्मको हामी साथी हौँ। बधाई छ, सबै पास हुनुभएको छ, सबै चाहिँ अपग्रेड हुनुभएको छ, सबै 11 क्लासमा जानुहुन्छ, सबैको सानी क्लासमा जानुहुन्छ, सबैलाई बधाई छ पहिला त। अब दोस्रो कुरा, अब जसलाई खुसी लागिरहेछ रमाऊ होइन, यसो पैसा यसरी छ र मतिर होइन, मिलाएको डल्लाले हाल्न मलाई क्याडबेट ल्याएर फाल, त्यो ठिक भयो, जसले राम्रो गर्नु भएको छ। जसलाई आफ्नो रिजल्टदेखि चित्त बुझाएको छैन, केही समय मात्र हो नराम्रो लाग्ने, किनभने एसीमा मलाई चित्त बुझाएको थिएन होइन, आफ्नो रिजल्ट आफूले चित्त बुझाएको थिएन, केही समय नराम्रो लाग्यो। पछि 11मा गएँ, 11 कस्टमले टेन्सन दियो है, त्यहाँ राम्रो लाग्न सुरु भयो अथवा राम्रो लाग्न सुरु भयो। अब लाइफ भनेको एउटा कर्म हो मेरो विचारमा, लाइफ सधैँ स्ट्रेट कर्म हिँड्न सक्दैन। सधैँ हामीलाई खुसी मिल्यो भने हामीले दुःख भनेको कसो थाहा पाउनु। अब यहाँ पनि बाहिर कति आनन्द छ, कति राम्रो इन्भाइरोमेन्ट छ, त्यही भएर अहिले यो इन्भाइरोमेन्टमा छ, त्यो राम्रो लाग्छ। तर आफूले बेस्ट गरेर गरे पनि चित्त चाहिँ दुखाउनु त मेरो हजुर है। अब सँगै यहाँ मिक्स्ड रिजल्ट आएको छ, कसैलाई आफ्नो रिजल्ट आफैलाई स्वीकार्य छैन भने कसैले आफ्नो अलिक बढी आएको कि भन्ने पनि लागेर तर बाहिर देखाइरहेको छैन। समस्या यहाँ है, समस्या दुईवटा छ। कसैलाई के छ भने मानव 2.something जिपिए ल्याएर पास भएको, सबैले 25 जिपिए ल्याएर आएको छ। नेपालको शिक्षा नीति सम्बन्धी हामी सबैजना अब 11मा एडमिसनको लागि इलिजिबल भएका छौँ। त्यसमा सबैलाई पहिलो खुसी। यहाँ भोलि जिपिए ल्याउनेले पनि 11 क्लासमै एडमिसन गर्ने हो। र नर्मल जिपिए ल्याएर जो एउटा ऱ्याङ्किङ छ त्यहाँबाट गर्दा उसले 11 नै पढ्ने हो। यदि जो नर्मल जिपिए ल्याएको छ उसले पनि लाइफमा यदि अझै अङ्क होइन भन अनि मैले गरिरहन्छु। अहिले हामी स्कुलहरू छ है, एकछिनमा हामी हिँडेर भन्न खोजिरहेको छ है, भोलि बिहान 10 बजेदेखि भन्न खोजिरहेको छ। Congratulations once again, take it. सफल हुनु जिन्दगीमा। थ्याङ्क यू सर। कङ्ग्रेचुलेसन्स, take it, कङ्ग्रेचुलेसन्स है। सफलताको फेरि पनि शुभकामना धेरै धेरै।
साथीलाई दिनुहोस् न भयो अब आफ्नो साथीलाई एउटा आयो भन्ने पनि छ होइन र यस्तै हो जस्तै यो लाइफ पढ्को म्याथमेटिक्स हो म्याथमेटिक्समा नम्बर डिजिट 0 पनि छ होइन इन्फिनिटी पनि छ धारणा जमजम लिन्छु त So guys, अब चाहिँ हामी कलेज भिजिट गर्न जाँदैछौँ आर्मी स्कुलमा अब चाहिँ भेटौँला त्यसै मोबाइल त पाउनु होला यता वीरेन्द्र सर हुनुहुन्छ हाम्रो अब हामी जानेवाला छौँ आर्मी स्कुल भिजिटिङमा आज चाहिँ यो डे 2 है राम्रोसँग हेरिदिनु होला राम्रोसँग वाचिङ गरेर हेरिदिनु होला कस्तो छ वाचिङ गरेर हेरिदिनु होला ओके है कस्तो यो चाहिँ कस्तो जोडी बनाएको क्या साथी यार जोडी बनाउँदै हिँड्दैन तिमीहरू पनि हामी केटीको कपाल अनि अब आज चाहिँ म के भन्न चाहन्छु भने मेरो युट्युब च्यानलमा कहिले पनि सपोर्ट गरेन मलाई यस्तो पिर लगाइराख अनि त्यही भएर म अरू केही भन्नु सक्दिनँ अब आज चाहिँ यता भिजिट गर्नु अब चाहिँ म सिधै आर्मी स्कुलमा पुगेपछि देखाउँछु बाई बाई सो गाइस अब चाहिँ हामीहरू पुगिसक्यौँ आफ्नो स्कुलमा आफ्नो त नभनौँ हुनेवाला स्कुल हुनै नसक्नेवाला तर यहाँ नाखैभरि कस्तो गयो अनि यतातिर हाम्रो अनि हाम्रो यता राष्ट्रको गौरवहरूको चित्र छ हाम्रो लागि हाम्रो ज्यान कुर्बान गर्नुभएका गौतम बुद्ध चाहिँ आज चार्ज सकिनु भयो वीरेन्द्र सरको नमस्ते सलाम ठोकिस है सलाम भनिस् ठोकिस ठोक सलाममा बनाउँछु भिडियो ल सो गाइस हेर्नु है यो के गर्छ ल यताको यस्तो छ है वातावरण अनि हामीहरू ल्याबहरूतिर जान्छौँ रुमहरूतिर जान्छौँ म सबै देखाउन कोसिस गर्नेछु यदि सरले मोबाइल राम्रोसँग दिनुभयो भने अनि ओ भाइ साथ गाह्रो पऱ्यो दोस्त कैसा लग रहा है आपको यहाँ पर आकर पता नहीं अब नो वर्ड्स टु डिस्क्राइब अनि हिजो एससीको रिजल्ट आयो नि त ठिकै आयो भनौँ भन यिनीहरू पनि राम्रै आएको थियो यिनीहरूको पनि तर ह्याप्पी छैन एउटा चाहिँ ह्याप्पी छ म पनि ह्याप्पी छु के आयो भन्न चाहन्छु भने ए आयो अनि फोरफारले डोको पनि छ यता अनि यता दाईहरू हुन् कि भाइहरू पनि खेलिरहन् भाइहरू होला भाइहरू नै हुन्छन् किनकि हामी एससी लिएर खाएको नि त अनि फुटबल ग्राउन्ड टाढो छ त्यहाँ हेर्नु त्यहाँ फुटबल जे खेले पनि अब हो त अब ल ठिक छ ल यता फुटबल ग्राउन्ड छ होइन अघि कस्तो आनन्ददायी छ कि यता चाहिँ ऊ छ कि हेर्नु फेरि यता फुटबल खेल्दाखेरि त्यो टाढो रहेछ ल्याब जानै 4-5 घन्टा लाग्छ भनेपछि अब कुरा सुन्नु मेरो कति ठुलो ग्राउन्ड होला भन्छ अनि यता हाम्रो एनसी नारायण सर पनि आउँछ अनि यता हाम्रो
सर हुनुहुन्छ, नामै बिर्सेँ मैले सरको, रत्न सर। अनि यता हाम्रो साथीहरू हुनुहुन्छ। चाहिँ 3टा हो कि कतिवटा बस अनि एउटा सानो भ्यान छ। म पछाडिबाट देखाइदिन्छु अहिले। कस्तो मलाई त हस्पिटल जस्तै लाग्यो। देख्न सकिन्छ हाम्रो साथीहरूलाई। 3टा बस एउटा हाइस सानो होला। कति जेलमा पर्यो। कसले डिजाइन बनाएको रत्न किन लाग्छ? हाम्रो पनि आउँछ दिन भर्खर स्टार्टिङ पनि भइरहेको। कसैले पनि सपोर्ट गर्दैनन् कि मलाई त कस्तो भनिदिइरहेको छ। तर म राम्रो भ्लगहरू नि खास भनिदिउँ भने यति कमेडी पनि छु। लाज पनि मान्दैन नि त। अनि मेरो एजमा कति लाज मान्न आउँछ होइन। अब बोल्दा बेला प्याट सेकेन्डहरू फेरि मलाई भन्दैन मनको कुरा। अनि सपोर्ट पनि पाइँदैन है, केही पनि पाइँदैन। अनि राम्रोसित हेर्दैन नि। हुन त त्यस्तो साह्रो भाइरल पनि छैन नि त। अनि भाइरललाई मात्रै हेर्छ नि त धेरै जस्तो। अनि त्यही भएर हेर्नु न के जान्छ र। एकछिन आँखा फुडालिदिनु त हाई हाई ल। माया यता फुल पनि छ ल। अब चाहिँ म ल्याबतिर कता ल्याबतिर गयौँ भने मन्दिर पनि छ है। मन्दिर पनि छ ल। सबैजनाले आउने एसी दिने भाइ बिनाले चाहिँ यता ओम लेखेर छोडिदिनु। मन्दिर आइरह ल। आइसक्यो हामी। हे भगवान् आउने 12 क्लासको इक्जाममा चाहिँ राम्रै होस्। थ्याङ्क यू सर। मेरो फोटाले गर्दा सबलाई ऐना पनि छ। अब चाहिँ हामी यहाँ सेफोक सुन्डोमा गइसकेका छौँ। अब यहाँ भिजिट गर्छौँ बिस्तारै। हामी के भिडियो गराउनु ल। हेरौँ गाइस आर्मी स्कुल मान्छे यता कम्प्युटर ल्याबमा हामी गइसक्यौँ। अब यस्तो लाइब्रेरी यताको लाइब्रेरी यस्तो छ। विभिन्न थरीका Oh my god. कत्रो ठुलो यार। डिक्सनेरी टाइप पनि अस्ति इगर भिलेजमा एउटा गिफ्ट दिएको थियो। आज खै त पायो अरे। यहाँ भ्यागुता स्यागुता केही नै छैन। एक अङ्गालको एसीको व्यवस्था नै जताततै रहेछ।
भित्र आइसकेको छ, हेर्न सक्नुहुन्छ। अनि लजा ठोके थियो बड्डाले वास्ते गरेर हे भगवान। आइफोन 16 Pro Max। अगाडि बढ्दै गरेको हुनाले सञ्जोग भण्डारी अब साइन्स कोअर्डिनेटरकै हिसाबले उहाँले हेर्दै हुनुहुन्छ। त्यस कारणले मैले अघि उहाँलाई पनि आसन गर्न भनिसकेँ। सो गाइज अब चाहिँ हामीहरू घर फर्किन आँटेको, त्यहाँ मोबाइल अलाउड थिएन नि त त्यति धेरै, अनि त्यही भएर म त केही बोलेको थिएन। ल अब चाहिँ हामीहरू घर फर्किन आएको।